पाक्दैछ लु सबैजना एकपल्ट बसौँ न बसौँ सबैले हेरेर हात उठाउँदै आउनु न हात उठाउनु न यसरी अलि एकछिन त्यतै आऊ ल म त्यतै आएँ ल म युट्युब बनाउँछु कि हामीलाई किन राम्रो किन चाहियो नि अन्त पैसामा उमेरमा हामी राम्रै हो आयौँ हामी सबै ल मैले छेक्दैन सबैलाई अब यतापट्टि दाजु आउनुभयो है दाजु देखाउँ अनुहार दिदी बाई होइन हाई कसैलाई बाई लु क्याबिनतिर पनि यता फरेनबाट लु दाजु हामी अर्को बसको अघि सकेको भिडियो अब यो बसको लागि यात्रा सफल रहोस् हामी सबैको अन्त 2-4 वटा कुरा जाँच गर्दा यात्रा सफल रहोस् सबैको कामना अब के भन्नु र अब देवघाट सकेर हामी कुरा जाँदैछौँ पोखरा जानेछौँ लु तपाईँहरूको लागि ल आउनु यहाँ साथीहरू अझै आउनु बाँकी छन् यता पनि छैनन् चट्ट रुमाल क्या मालुम कोटको खल्तीमा माफी हुन्छ क्या मालुम मायाको गल्तीमा देवघाटमा सबै हामी त सासीले बुहारीको फोटो राखी चाहिँ राम्रो बनाएर त छेड्यो तर ल ल ल ल बाई बाई कुकु ल चिसो छ त केही बोल्नुहुन्छ केही भन्नुहुन्छ रमाइलो भयो रमाइलो हुँदैछ होइन देवघाटमा पूजापाठ हाम्रो एकदम राम्रो भयो हाम्रो यात्रा सफल रहोस् हामी सबैको जय जय हो स्पेशल दाजु यता हेर्नुहोस् अब आउँदैछ है तपाईँले यताबाट खोल्किँदैछ
छौँ। अब देश अनि महानुभावहरूलाई कस्तो लागिराखेको छ होइन, आफ्ना कुराहरू पनि अवगत गराउनु होला। अब कार्यक्रमको एउटा संयोजकको नाताले म प्रेमप्रसाद दुलालले तपाईँहरूसँग चाहिँ होइन गल्ती भए क्षमा माग्दै हामी अब महेन्द्र गुफातिर लाग्ने उसमा जाँदैछौँ। हामी अब लाग्दैछौँ, भित्र लाग्दैछौँ होइन। त्यसले गर्दाखेरि हामी संयम तरिकाले सल्लाहले होइन सबैजनाहरू एक भएर यस्तो बस्नुपर्छ, त्यहाँ अँध्यारो हुन्छ केही हुन्छ होइन, भरे डर हुन्छ। त्यसले गर्दाखेरि तपाईँको समितिको नियमलाई चाहिँ पालन गर्नुपर्ने हुन्छ। समितिको नियमलाई पालन गर्नु होला भन्दै अब आफ्नो अब तर्फ लागिदिनु हुन्छ भन्ने अनुरोध गर्न चाहन्छु। तपाईँको फोटो रह्यो है अब दाजु। पहिले पुरानो उयो हो, अस्ति पनि केले भएको क्या। एउटा कालमा फोटो खिचिदिउँ न मलाई। ल परे भएको परे भएको के खिच्नु। आउनु न, मलाई यहाँ खिच्दैछु भनेर बस्नु न। जय 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 कति राम्रो पलसी रहेछ। शिवजी र महादेव एउटै हो। मन्दिरको नाम के पो? कालिका। के नाम हो? कालिका भगवतीलाई दर्शन गरेर फर्केको हामी। यहाँ बिचैमा बसेर भिडियो बनाउँदैछु। डर लाग्यो। डर लाग्यो। डर लाग्यो। डर लाग्यो। डर लाग्यो।
नागबेनी थाहा छ नि एक 4 है 14 होइन के भन्छ मुस्ताङको मार्पागाउँमा हामी पनि आइयो लग्ले भाग्यले आइयो ल आउँदैछ बगान आइरहेछ यहाँ काली गण्डकीको नहर आइरहेछ अन्त साह्रै खुसियाली लागिरहेछ मार्पागाउँ देखो हेर त कस्तो मजाले हेर न ढुङ्गा अनि काठहरू मिसाएर अनि तलाब नि बनाएको छ है अनि फेरि त्यो माथि चाहिँ दरवाला कहिले देखेको नि कपडाहरू टोपीहरू हजुर जिम्बो दाल यो चाहिँ स्याउको चाहिँ सुकुटी हो कति रुपियाँ 100 रुपियाँ हो ल म एउटा चाहिँ लान्छु ल यही फलेको स्याउ ल